हेलो एभ्रिवान। सो आज चाहिँ हाम्रो यो कपी किताबहरू चाहिँ खोजेर होइन बेच्नको लागि भनेर हामी निकाल्दै थियौँ। अनि त्यसपछि ठ्याक्क मैले चाहिँ मेरो 11 क्लासको है 11 क्लास इफो सेक्सन थियो, म्याथ सब्जेक्टमा चाहिँ 99 लिएर आएको रहेछु कि अब यो फाल्नु कि राख्नु भइरहेको छ। अनि त्यस पछाडि यसो हेर्दै गएको होइन, सबैमा फुल मार्क्स छ। मार्क्स चाहिँ कहाँनिर चाहिँ काट्नु भएछ त सरले भनेर हेर्दै थिएँ। अनि त्यसपछि बस्नु ल देखाउ जान्छु, सबैमा फुल मार्क्स आएको छ। अनि एउटा छ यहाँनिर सबैमा फुल मार्क्स आएको छ, तर एउटा ठाउँमा चाहिँ काटिएको छ कि 1 मार्क्स, त्यो पनि भेटाएको छु। अनि यहाँनिर 1 मार्क्स काटिएको छ कि, तर पनि यो सरले होइन फुल मार्क्स नै दिन खोजेको हो। फुल मार्क्स दियो भने चाहिँ यहाँ 100मा 100 आउँछ, त्यही भएर म 100 दिन्न 1 मार्क्स काटिदिन्छु भनेर जबरजस्ती काटेको हो। सो यो कपी चाहिँ अब म फाल्नु कि राख्नु भइरहेको छ। अहिले यो जुन यो फङ्सन मैले लेखेको छु होइन, यो लिमिट लगाएको छु। अहिले मलाई गर्यो भन्यो भने मलाई केही पनि आउँदैन यो होइन, कसरी चाहिँ गरेको रहेछ त्यो समयमा। अहिले त सकिन्न गर्न के हो यस्तै हो। तर चाहिँ भयो नि ऊ बेलामा 79 आएको रहेछ, खुसी लाग्यो।